हेलो एभ्रिवान, आज चाहिँ मलाई मकै खान मन लागिरहेको थियो। सो त्यही भएर चाहिँ म यहाँ बारीमा मकै हेर्न गएको त मकै चाहिँ पुरा पानीले शेष पारिसकेछ हैन। हेर्न सक्छ तपाईले नि कस्तो भइरहेछ मकै। अलिक दिनदेखि चाहिँ पुरा हावापानी आइरहेछ नि त, त्यही भएर मकै शेष भइछ। प्लस गाईहरू पनि पुरा पसेर खाइदिन्छ नि त। अन्त अलिअलि बच्चा मकैहरू चाहिँ मैले यहाँ टिपेँ। अब कतिवटा मकै चाहिँ अब यसमा मकै छैन होला जस्तो लाग्दै थियो हैन। र पनि मैले टिपेँ जुन चाहिँ अब खेरो गएको जस्तो लाग्यो। सो त्यही चाहिँ मैले टिपेर यहाँ मैले केलाउनु लगेँ किचनमा। सो मैले यस्तो केलाएर हेरेको तपाईँ यसमा त मकै रहेछ भनेर म चाहिँ एकदमै खुसी भएँ हैन। अब मैले सोचेको थिएन नि त हैन, बाहिरबाट सबै पहेँलो भइरहेको थियो, यत्रो पानीले सबै मकैहरू शेष भइरहेको थियो। सो मैले सोचेको नि थिएन यसमा मकै छ भनेर, तर यस्तो दामी राम्रो मकैहरू निक्लिँदाखेरि चाहिँ म एकदमै खुसी भयो। त्यसपछि चाहिँ यहाँ मैले प्यान बसाएँ, प्यान बसाइसकेपछि मकै लगाएर एकछिन भुटेर अलिक रातो भएपछि चाहिँ फेरि तेल लगायो, तेल लगाएर फेरि मजाले भुटेर यहाँ रेडी भयो मेरो मकै चाहिँ। त्यसपछि मैले यहाँ खुर्सानी र लसुन पिस्नु गएँ। अनि पिसिसकेपछि चाहिँ मैले यसमा मिक्स गरेपछि कस्तो दामी देखिरहेको छ हेर्न सक्छ तपाईँले। र खानुमा पनि एकदमै राम्रो थियो। त्यसै पनि यो घरको मकै हो, सो यसको टेस्ट अलग्गै हुन्छ। आजको भिडियो चाहिँ यति नै हो। आई होप तपाईँलाई मन पर्यो होला। मन पर्यो भने लाइक सेयर अनि फलो पनि गरिदिनुहोस् होला, र कमेन्ट पनि गरिदिनुहोस् होला। आजको लागि यति नै, बाई बाई।